सम्पूर्ण साथीहरूलाई नमस्कार। म चाहिँ फेरि पनि बीबीएस फर्स्ट सेमिस्टर अन्तर्गत स्ट्याटिक्सको एउटा महत्त्वपूर्ण न्युमेरिकल लिएर आइसकेको छु र यो खास गरी चाहिँ यो हाम्रो एफयु अन्तर्गतका साथीहरूलाई एकदमै महत्त्वपूर्ण रहेको छ र यो एक्जाममा 12 मार्क्समा आउने गर्छ र यो हाम्रो चाहिँ स्ट्याटिक्सको मेजर अफ सेप भन्ने च्याप्टरबाट आएको छ र यो च्याप्टरबाट सधैँ 12 मार्क्सको क्वेसन आउने सम्भावना बढिरहेकाले चाहिँ यो चाहिँ मैले अघिल्लो सालको क्वेसन चाहिँ आज सोलुसन गर्नतर्फ लागेको छु र मैले यहाँ सोलुसन गरेको छु र म सम्पूर्ण सोलुसनको फिडब्याक सहित यो भिडियो बनाउन गइरहेको छु र अब हामीले धेरै कुरा नगरिकन हामी क्वेसनतर्फ लाग्नेछौँ र हाम्रो चाहिँ यो 16 नम्बरमा आएको थियो योभन्दा अगाडिको वर्ष चाहिँ र अब क्वेसनले के भन्यो following is set of data from a sample of n बराबर 6 r 74973 12 भनेर यता डाटा दिएको छ र हामीलाई चाहिँ यति भनेर तल के निकाल्न भनेको छ भनेपछि चाहिँ आइमा चाहिँ अब हामीले चाहिँ स्टेप बाइ स्टेप निकाल्नु पर्यो। अब हामीलाई चाहिँ आइमा कम्पुट मिन रेन्ज स्ट्यान्डर्ड डेरिभेसन एन्ड कोएफिसिएन्ट अफ भेरिएसन भनेको छ। अब हामीले चाहिँ अब तल नहेरिकन हामीले चाहिँ फर्स्टमा मिन निकाल्नु भन्यो, त्यसपछि रेन्ज, त्यसपछि स्ट्यान्डर्ड डेरिभेसन र कोएफिसिएन्ट अफ भेरिएसन। अब हामीले चाहिँ फर्स्टमा चाहिँ त्यो डाटालाई चाहिँ के गर्ने, डाटा एसेन्डिङ अर्डरमा मिलाउँदा अथवा यो के भन्न खोजेको भने चाहिँ यो चाहिँ हामीले चाहिँ ठुलोदेखि सानो नभएर सानोदेखि ठुलो क्रममा मिलाउँदा भनेको। अब यसरी डाटा मिलाउँदा चाहिँ हाम्रो एन्सर राम्रोसँग मिल्ने गर्छ र हामीले चाहिँ मिनको फर्मुला त सबैलाई थाहा छ। यो मिनको फर्मुला के हो भनेपछि चाहिँ मिनको फर्मुला चाहिँ समेसन एक्स भनेको चाहिँ हाम्रो यो माथि दिएको टोटल 3 4 7 7 9 9लाई जोड्दाखेरि चाहिँ यो हाम्रो 42 हुने गर्छ र हामीले चाहिँ त्यसै गरी 42 र अनि यो n बराबर हाम्रो कति छ 1 2 3 4 5 6, त्यसै गरी हाम्रो चाहिँ n बराबर 6 हो अनि यो समेसन एक्स बराबर चाहिँ कति भयो 42। अब हामीले चाहिँ समेसन एक्सको ठाउँमा चाहिँ यहाँ 42 राखेका छौँ र अनि तल चाहिँ n भनेको चाहिँ 6 अनि यो गर्दाखेरि चाहिँ हाम्रो कति आयो 7। हामीले मिन निकालिसक्यो। अब हामीलाई क्वेसनले के भने आज रेन्ज, दोस्रो स्टेपमा रेन्ज भन्यो। अब हामीले के भन्यो त दोस्रो स्टेपमा रेन्ज। अब रेन्ज भनेको के हो साथीहरू, तपाईँहरूले पढ्नु नै भएको होला। रेन्ज भनेको के हो भनेपछि चाहिँ ठुलो भ्यालुबाट सानो भ्यालु घटाउँदा रेन्ज आउँछ। जस्तो हाइएस्ट भ्यालु माइनस लो भ्यालु र हाम्रो हाई भ्यालु कति छ भनेपछि चाहिँ हाम्रो 12 छ अनि हाम्रो लो भ्यालु कति छ 3। अब हामीले चाहिँ यो 12 बाट 3 घटाउँदा कति आयो 9, यो पनि हामीले निकाल्यौँ। केही अप्ठ्यारो मान्नु पर्दैन, हामीले स्टेप बाई स्टेप जान्यौँ अनि आफै क्वेसन सजिलो हुन्छ र एक्कासी हेर्दाखेरि के लाग्छ भनेपछि यति धेरै छ भन्ने आफूमा डर सिर्जना हुनसक्छ र हामीले त्यो लिकन हामीले चाहिँ स्टेप बाई स्टेप र आइमा के भनेको छ र आइआईमा के भनेको छ भनेर चाहिँ फर्स्टदेखि निकाल्नु पर्ने हुन्छ, जस कारण चाहिँ क्वेसन सोल्भ गर्न एकदमै सजिलो हुने गर्दछ। र अब हाम्रो त्यसपछि के निकाल भनेको छ चाहिँ रेन्ज निकालिसकेपछि हामीले स्ट्यान्डर्ड डेरिभेसन एन्ड कोएफिसिएन्ट भेरिएन्स। फर्स्ट चाहिँ हामीले स्ट्यान्डर्ड डेरिभेसन निकाल्नु पर्यो। हाम्रो स्ट्यान्डर्ड डेरिभेसन त निकाल भनेको छ, केमा निकाल भनेको स्याम्पल। हाम्रो स्ट्यान्डर्ड डेरिभेसन स्याम्पलमा भनेपछि चाहिँ हामीले नझुक्ने है साथीहरू। स्याम्पल भनेपछि कि यो स्याम्पलले भन्न खोजेको के होइन कि तल n-1 मात्र, स्याम्पल नभएपछि हाम्रो 1 गर्नु पर्दैन। हाम्रो स्याम्पल भनेको कारणले के गर्नुपर्ने 1 n-1 गर्नुपर्छ, यति हो फरक। र हामीले स्ट्यान्डर्ड डेरिभेसनको फर्मुला थाहा छ। यसको सेजमा के भने समेसन एक्स माइनस यहाँ छुटेको छ एक्स बारका स्क्वायर अपन n-1 हो। यो 1 किन आएको भन्ने शङ्का लाग्न सक्छ। यो 1 भनेको चाहिँ स्याम्पल, माथि स्याम्पल भनेको छ क्वेसनले, स्याम्पल भएका कारणले चाहिँ यो 1 आएको र अब हामी चाहिँ यसलाई चाहिँ टेबलमा निकालेर
सोल्भ गर्न सक्छौँ। र हाम्रो चाहिँ अब मैले यता यो केही गरेको छैन, एक्स भनेको चाहिँ हाम्रो दिएको डाटालाई सारेको छु। र अब हामीले चाहिँ हाम्रो चाहिँ अनि मिन कति आएको छ भनेपछि चाहिँ मिन आएको थियो हाम्रो कति आएको थियो भनेपछि चाहिँ मिन, अब हाम्रो चाहिँ मिनको काम लाग्न सक्छ है। मिन भनेको चाहिँ हाम्रो 7, अब हाम्रो मिन 7 आएको छ भनेपछि अब हामीले चाहिँ योदेखि अब यो एक्सदेखि यो मिन घटाउने, मिन हाम्रो कति आएको थियो साथीहरू 7, अब मिन 7 आएको थियो। यो भनेको चाहिँ 7 चाहिँ मिन भनेको चाहिँ हाम्रो कति एक्स बार भनेको चाहिँ कति आएको थियो 7 ल है साथीहरू। र अब हामीले चाहिँ अब 3बाट दिएको क्लासबाट चाहिँ हामीले मिनलाई घटाउने, मिन भनेको चाहिँ हाम्रो 7 आएको छ। यो भनेको चाहिँ हाम्रो कति भनेपछि 7, मिन भनेको 7। अब हामीले चाहिँ 3बाट 7 घटाउँदा चाहिँ -4 भयो, अनि 7बाट 4 घटाउँदा 3 -3, अनि 7बाट 7 घटाउँदा 0, अनि यो 7बाट 7 घटाउँदा 0 भइहाल्यो। अनि 9बाट 7 घटाउँदा 2, अनि 12बाट 5 घटाउँदा 12बाट 7 घटाउँदा 5 भयो। अब हामीले चाहिँ यसको चाहिँ हाम्रो फर्मुला थियो नि त, फर्मुला के हो भनेपछि स्ट्यान्डर्ड डेरिभेसनको स्याम्पल दिएपछि एक्स माइनस एक्स बारको स्क्वायर भन्ने हो नि त। अब हामीले एक्स माइनस मिनको स्क्वायर निकाल्नु पऱ्यो। अब मिनको स्क्वायर निकाल्नुको लागि यसलाई चाहिँ मल्टिप्लाई गर्ने, 4 × 4 गर्दा 16, 3 × 3 गर्दा 9, 0 × 0 0 भइहाल्यो, यो 0 त 0 भइहाल्यो। अब 2 × 2 गर्दा 4, अनि यो 5 × 5 गर्दा 25। अब हामीले टोटल जोडौँ, टोटल जोडेपछि के आउँछ समेसन एक्स माइनस मिनका होल स्क्वायर, यो कति आयो 54 आयो, 54 आयो। अब हामीले यो सूत्रमा राख्नु, हाम्रो यसको सूत्र के हो भनेपछि चाहिँ स्ट्यान्डर्ड डेरिभेसन स्याम्पलमा दिएपछि चाहिँ समेसन एक्स माइनस मिनका होल स्क्वायर अपन n-1। अब हाम्रो चाहिँ यो आएको चाहिँ 54 आयो। अब हाम्रो चाहिँ नम्बर अफ n भनेको चाहिँ 6 हो, तर हाम्रो यहाँ 5 किन लेख्यो भनेपछि चाहिँ हाम्रो स्याम्पल भनेको छ नि त। अब 6बाट चाहिँ हाम्रो 6बाट चाहिँ 1 घटाउने हो नि त, 1 घटाएपछि कति भयो, अब 6बाट अब हामीले 1 घटाएपछि कति भयो 5, त्यही भएर हामीले 5 योले डिभाइड गर्दा 10.8 आयो। हान्न सक्नुहुन्छ आफ्नो क्यालकुलेटरमा यति आयो कि आएन भनेर जाँच गर्न सक्छ। अनि हाम्रो यो के आयो 3.29 आयो। अब यसको काम पनि सिद्धियो। अब हाम्रो के निकाल भनेको छ थर्ड लास्टमा चाहिँ कोएफिसिएन्ट अफ भेरिएन्स। अब हाम्रो कोएफिसिएन्ट अफ भेरिएन्स निकाल्ने फर्मुला सिम्पल छ, एस भनेको चाहिँ सिम्पल स्ट्यान्डर्ड डेरिभेसन अपन के मिन इन्टु 100। अब योले अब हाम्रो चाहिँ अहिले आएको चाहिँ स्याम्पल स्ट्यान्डर्ड डेरिभेसन 3.29 थियो। अब 3.29 यो यसमा पोइन्ट हो साथीहरू, 3.29 अपन 7 × 100 गर्दाखेरि चाहिँ हाम्रो कति आयो 47% आयो। तपाईँहरू पनि आफ्नो क्यालकुलेटरमा हान्न सक्नुहुन्छ यो जाँच गर्नुको लागि। र अब हाम्रो लास्टमा के निकाल्नु भने जेड स्क्वायर निकाल्यो भनेको चाहिँ अब हामीले जेड स्क्वायर निकाल्ने फर्मुला थाहा छैन साथीहरू। यति जेड स्क्वायर निकाल्ने फर्मुला थाहा भएपछि आफै हिसाब हुन्छ। जेड स्क्वायर भने हाम्रो के हो फर्मुला, जेड स्क्वायर बराबर जेड बराबर क्लासबाट मिन घटाउने, अनि त्यसलाई चाहिँ स्याम्पल भन्नेले स्याम्पल स्ट्यान्डर्ड डेरिभेसनले चाहिँ भाग गर्ने। हाम्रो स्याम्पल स्ट्यान्डर्ड डेरिभेसन कति आएको छ 3.29। त्यसरी हामीले यहाँ के गर्यो भनेपछि चाहिँ अब यो भनेको चाहिँ एक्स माइनस एक्स बार हामीले यता निकालेको छौँ है, एक्स माइनस एक्स बार भनेको चाहिँ 4, त्यसलाई हामीले 3.29 ले डिभाइड गरेर 1.215 आयो। अनि योलाई चाहिँ दोस्रोमा चाहिँ -3लाई 3.29 ले गर्दा यति आयो। अब यो चाहिँ 0, अब यो पनि 0 भइहाल्यो। अब हाम्रो चाहिँ यो यता 2 छ नि त, यो एक्स माइनस एक्स बार भनेको चाहिँ 2 छ, 2 भएपछि यसलाई 3 स्याम्पल स्ट्यान्डर्ड डेरिभेसनले गर्दाखेरि यो चाहिँ 0.607 आयो। अब हाम्रो चाहिँ यो 5
5 लाई 3.290 गर्दाखेरि 1.519 तपाईहरु पनि आफ्नो क्याल्कुलेटरमा हानेर हेर्न सक्नुहुन्छ। यो हामीले के गरेको भनेपछि चाहिँ यो x - x बार भनेको चाहिँ 4 हो। अनि यो 4 लाई चाहिँ हामीले केले स्ट्यान्डर्ड स्याम्पल डेरिभेसन अथवा योले भाग गरेको मात्र हो, अरु केही गरेको होइन साथी। योलाई भाग गरेर यहाँ निकालेको। अब हाम्रो के भनेको छ भने क्वेशनमा अब z स्क्वायर प्लस z स्क्वायर र आउटलाइन्स। अब हाम्रो z स्क्वायर भनेको चाहिँ यसको फर्मुला तपाईलाई थाहा छ नि -3 + 3। अब हाम्रो यो निकालेको भ्यालुहरु यसमा भित्र -3 र प्लस भित्र आएपछि चाहिँ हाम्रो यो आउटलाइन्स छैन भन्ने थाहा पाउन सकिन्छ। र अहिले हाम्रो यता -3 र +3 कुनै पनि भ्यालु आएको छैन। त्यसैले हाम्रो यसको रिजन के दिन सक्छौं भनेपछि चाहिँ सबै z स्क्वायर -3 र +3 भित्र छन्। यो भित्र छन् भन्ने के भने त्यसैले यसमा कुनै पनि आउटलाइन छैन। जस्तो कि हाम्रो यसमा चाहिँ यो -3 प्लस 3 भन्दा भित्र नभएर बाहिर भएको भए हामी के भन्न सक्छौं लायर छ भनेर रिजन दिन सक्छौं। अहिले हाम्रो के छ भनेपछि चाहिँ सबै भ्यालुहरु +3 र -3 भित्रै छन्। त्यसैले हाम्रो यो कुनै पनि आउटलायर छैन। अब हामीले यो आएको चाहिँ निकालिसक्यौं। अब हामीले आई नम्बर निकालिसकेपछि हाम्रो आई मा के भनेको छ आई मा हामीले z स्क्वायर पनि निकालिसक्यौ। र अब हाम्रो थर्ड मा चाहिँ के भनेको छ भनेको चाहिँ लिस्ट द 5 नम्बर समरी। हामी 5 नम्बर समरी भनेपछि के बुझ्न सक्छौं एउटा चाहिँ लो भ्यालु बुझ्न सक्छौं, अर्को चाहिँ Q1, अर्को चाहिँ मिडियन, अर्को चाहिँ Q3, अर्को चाहिँ हाइएस्ट भ्यालु बुझ्न सक्छौं। त्यसैले यो 1 2 3 4 5 यो 5 नम्बर समरी भनेको यो तपाईहरु एक्जाममा यो 5 नम्बर समरी त निकाल भनेको यो के निकाल्ने हो 5 नम्बर समरी भनेर झुक्किन सक्नुहुन्छ। र 5 नम्बर समरी भनेको चाहिँ हाम्रो क्लासमा दिएको लो भ्यालु अनि Q1 अनि मिडियन अनि Q3 र अनि हाइएस्ट भ्यालु त्यसकोमा सबैभन्दा उच्च रहेको भ्यालु हो। हामीले अरु केही बुझ्नु पर्दैन। हामीले 5 नम्बर समरी भनेको चाहिँ लो भ्यालु रहेछ, अनि Q1 रहेछ, मिडियन रहेछ अनि Q3 र अनि हाइएस्ट भ्यालु अथवा लार्ज भ्यालु रहेछ भन्ने बुझ्न सक्नुपर्छ। यति बुझेपछि हामी हिसाब गर्न सक्छौं। अब हामीले चाहिँ 5 नम्बर समरी निकाल्नु पर्यो। अब हाम्रो 5 नम्बर समरी त त्यतिकै आउन्न। अब हामीले चाहिँ 5 नम्बर समरी निकाल्दा के गर्ने चाहिँ 5 नम्बर समरी। अब हाम्रो चाहिँ एउटा चाहिँ आफै आउँछ एसेन्डिङ दिस डाटा। त्यो के गर्ने चाहिँ हामीले चाहिँ सानोदेखि ठुलोको कर्म मिलाएको, अरु केही गरेको हैन है। अब हाम्रो चाहिँ एउटामा यसमा 5 नम्बर समरीमा चाहिँ एउटा के भनेको 5 नम्बर समरी एउटा चाहिँ स्मल भ्यालु पर्छ अथवा लो भ्यालु पर्छ, अर्को चाहिँ हाइएस्ट भ्यालु चाहिँ हाम्रो दुईटा चाहिँ आइहाल्यो। एउटा लार्ज भ्यालु हाम्रो दुईटा त आफै आइहाल्यो। अब हाम्रो चाहिँ अब हामीले एउटा चाहिँ के भयो आई 1 मा के निकाल्यो एसएम स्मलेस्ट भ्यालु अथवा सानो भ्यालु चाहिँ 3 यो आइसक्यो। अब हाम्रो फर्स्ट क्वार्टाइल अथवा साइज अफ Q1 अनि डिस्क्रिट सिरिजमा निकाल्ने फर्मुला के हो हामी जस्तो कि हाम्रो यहाँनिर 0 देखि 5 देखि 10 भएको बेला हामी यहाँनिर 1 गर्ने थिएनौं। यति फरक हो साथीहरु। डिस्क्रिट सिरिजमा चाहिँ +1 हुन्छ भन्ने हामीले यति बुझ्नुपर्छ। र अब हामीले चाहिँ n + 1 गरेर 4 गर्दाखेरि चाहिँ कति आयो भनेपछि n भनेको चाहिँ हाम्रो 6 + 7 6 + 1 अपन 4 यो कति आयो भने 6 + 1 7 लाई 4 ले गर्दाखेरि चाहिँ कति आयो भनेपछि चाहिँ 1.7 आएको। अब 1.7 मा हामी अब माथि हेर्न सक्छौं। अब हामी अब 1 आएको भए त अहिले 3 राख्न सक्छौं, 2 आएको भए 4 राख्न सक्थ्यौं, अनि 3 आएको भए 7 राख्न। अहिले चाहिँ हाम्रो यस्तो पोइन्टमा आयो। पोइन्टमा आएपछि हामीले के निकाल्ने अब यता सुन्नु होला। पोइन्टमा आएपछि चाहिँ भ्यालु अफ Q1 अब जस्तो कि भ्यालु अफ 1 को चाहिँ 1 लेख्ने हैन 1 अनि प्लसमा चाहिँ यसमा चाहिँ 0.75 जोड दिने। अनि चाहिँ हाम्रो यो 1 देखि 1.75 भनेको हुनाले अब हामीले 2 बाट चाहिँ 1 लाई घटाउने
जस्तो कि हामी 2.75 भएको भए हामी के 3 बाट 2 घटाउँथ्यौँ। यसमा चाहिँ अब 1.75 भन्ने हुनाले 2 बाट 1 घटाउने। जस्तो कि अब हाम्रो 1 मा पर्ने भ्यालु कति छ 1 राख्ने अनि प्लस 0.75 अनि त्यसपछि हाम्रो 2 मा पर्ने चाहिँ उता 4 छ अनि 1 मा पर्ने 3 यो घटाउँदाखेरि 1 आयो अनि 3 प्लस 0. अनि 1 ले 0.75 लाई मल्टिप्लाई गर्दा 0.75 आयो अनि 3 मा प्लस 0.75 गर्दाखेरि 3.75 यो नि भयो। अब हाम्रो चाहिँ साइज अफ मिडियन। अब साइज अफ मिडियन कसरी निकाल्ने भने अब n+1 अनि यसमा मिडियनमा चाहिँ 2 हुन्छ भन्ने याद गर्ने, यति फरक हो। Q1 र Q3 मा चाहिँ 4 हुन्छ र मिडियममा चाहिँ 2 हुन्छ भन्ने याद गर्ने। अब हाम्रो चाहिँ मिडियन निकाल्न सक्छौँ। अब हामी मिडियन निकाल्ने फर्मुला के भन्यो n+1/2। अब n+1/2 अब हाम्रो n भनेको छ 6 अनि 1 अनि 2 अनि 7 ले 2 लाई भाग गर्दाखेरि 3.5। अब अहिले पनि यस्तै हो है साथीहरु, हाम्रो पनि अहिले पनि यस्तै छ। हामीले केही नगर्ने, अब 3 राख्ने अनि प्लस 0.5 अनि 4 भ्यालुबाट 3 भ्यालु घटाइदिने। अब यसो गर्दाखेरि हाम्रो 7 को 7 0.5 ले 7 बाट 7 हुँदा 0 आयो। 0.5 ले 0 लाई मल्टिप्लाई गर्दाखेरि चाहिँ 0 आउँछ। त्यसरी हाम्रो यो 7 आयो। अब हाम्रो साइज अफ मिडियन पनि आयो। अब हाम्रो लास्टमा के रह्यो भनेपछि चाहिँ हाम्रो साइज अफ द Q3 निकाल्ने फर्मुला के हो साथीहरु 3n+1/4। अब हाम्रो 3 हाम्रो चाहिँ फर्मुला के भयो 3n+1/4। अब हाम्रो चाहिँ 3 यो चाहिँ फर्मुलाको 3 भयो, यो चाहिँ फर्मुलाको 3 अनि n भनेको 6 अब 1 अनि यो गर्दाखेरि चाहिँ 3 × 7 लाई 4 ले डिभाइड गर्दाखेरि 7 21 21 लाई 4 ले भाग गर्दाखेरि चाहिँ 5.25। अब हाम्रो चाहिँ यसरी आएपछि चाहिँ हामीले अघिकै नियम लागू गर्न सक्छौँ र हाम्रो 5 प्लस 0.25 गर्ने अनि 6 भ्यालुबाट 5 भ्यालु घटाउने। जस्तो कि अब 5 मा पर्ने चाहिँ 9 छ। 5 मा पर्ने 9 भनेपछि यहाँ हेर्नु साथीहरु 5 भनेको चाहिँ हाम्रो 1 2 3 4 5 त्यही भएर यो 5 मा पर्ने 9 अनि 6 मा पर्ने चाहिँ 12। 6 मा पर्ने पनि 12 छ भने याद गरिराख्नु है, उता राख्नुपर्छ पछि कहाँदेखि आयो भनेर प्रश्न गर्नु होला। हाम्रो अनि हेर मैले 6 मा पर्ने भ्यालु याद गर्नु भनेको थिएँ नि त, त्यही हो 12 - 9। अब यो 9 को 9 प्लस 0.25 ले 3 लाई इन्टु गर्दाखेरि चाहिँ 0.75 0.7 चाहिँ 9 मा प्लस गर्दा चाहिँ 9.75 आयो। हामीले यो पनि निकाल्यो। अब हाम्रो लास्टमा के हो हाम्रो LS भनेको लार्जेस्ट भ्यालु। अब लार्जेस्ट भ्यालु भनेको अथवा ठुलो भ्यालु, क्लासको सबभन्दा ठुलो भ्यालु कति छ त, कति छ यहाँ सबभन्दा ठुलो भ्यालु 12। अघि मैले याद गर्नु भनेको थिएँ लार्जेस्ट भ्यालु भनेको चाहिँ 12 हो। त्यसैले हाम्रो यो के भयो 12। अब हामी यता छोटकरीमा दिन सक्छौँ देयरफोर 5 नम्बर समरी। 5 नम्बर समरी चाहिँ एउटा चाहिँ 1 मा चाहिँ SM स्मलेस्ट भ्यालु अनि यसमा चाहिँ Q1 आयो अनि 2 अनि यो मिडियन आयो अनि यो चाहिँ Q3 आयो। यो चाहिँ LX भनेको चाहिँ लार्जेस्ट अथवा ठुलो भ्यालु। अब हामीले चाहिँ यसमा त्यति निकालिसकेपछि हाम्रो अनि दोस्रो नम्बरमा के निकाल भनेको छ। दोस्रो नम्बरमा हेर, अब दोस्रो अथवा नेक्स्टमा चाहिँ के भन्नु कन्सर्ट बक्स एन्ड विस्कर प्लट बक्स। कन्सर्ट बक्स एन्ड विस्कर प्लट बनाउने। अब हाम्रो यो बनाउन केही छैन साथीहरु। हामीले 5 नम्बर समरी निकाल्न सक्यो भने हामी यो सजिलैसँग हामी यो बक्स बनाउन सक्छौँ। र अब हाम्रो यो बक्स कसरी निकाल्ने भन्ने म यहाँ थोरै जानकारी दिन चाहन्छु। अब हामीले चाहिँ फर्स्टमा चाहिँ बक्स बनाउँदाखेरि के गर्ने भनेपछि एउटा सिधा लाइन तान्ने हैन, सिधा लाइन तान्ने। अब हाम्रो चाहिँ त्यो क्लास कति छ हाम्रो 12 सम्म छ नि त, हास्ट भनेको 12। त्यही भएर हामीले यहाँ 0 1 3 1 2 यहाँ छुट्याएर चाहिँ यहाँ तपाईहरु स्केलले नापेर गर्नु होला।
बराबर यहाँ छुटेको छ, यो केही हुन्न। 1 2 3 4 5 6 7 8 9 10 11 12 यो अब हाम्रो 12 भनेको चाहिँ अब हाम्रो चाहिँ एसएम भनेको कति हो माथि हेर्नु होला। एसएम भनेको 3 हो नि त, त्यही भएर हामीले यहाँनिर 3 लाई यसो गर्ने माथि एउटा रेखा तान्ने। अनि लार्जेस्ट भ्यालु कति हो 12। 12 भनेपछि हाम्रो कति यहाँ यस्तो गर्ने, अनि यहाँदेखि एउटा लाइन तान्ने हैन बीचमा। अनि हाम्रो Q1 हेर्ने, Q1 कति छ हाम्रो 3.75। 3.75 भनेको चाहिँ 3 भन्दा हल्का यता होला नि त, तपाईँ स्केलले नापेर गर्नु होला, त्यही भएर भनेको छु। अनि यो यसमा एउटा रेखा तान्ने। अनि हाम्रो मिडियन भनेको कति छ 7 हो है, यहाँनिर म झुकेर 3 लेखेको थियो, यो 7 हो। अब हाम्रो चाहिँ 7 छ, यो अहिले चाहिँ हाम्रो 7 छ, 7 मा एउटा रेखा तान्ने। अनि 7 मा पनि रेखा तानिसकेपछि हाम्रो अनि Q3 भनेको चाहिँ हाम्रो कति छ 9.75, अनि 9 भन्दा हल्का यता। अनि योले यो मिलाइदिने के तल र माथि मिलाइदिने हैन, यो मिडियनको, यो चाहिँ Q1 को, यो चाहिँ Q3 को रेखा चाहिँ माथिबाट यसरी मिलाइदिने, अनि तलबाट नि। तर तल र माथिको भाग चाहिँ बराबरै हुनुपर्छ है। यहाँ चाहिँ अब मैले स्केलले गरेको छैन, तपाईहरुलाई सिकाउनको लागि थोरै रफमा खाली गरेको। अब हामीले के कसरी निकाल्ने भने चाहिँ लार्जेस्ट भ्यालुमा एउटा रेखा तान्ने, अनि चाहिँ स्मल भ्यालुमा एउटा रेखा तान्ने, जुन जति नम्बरमा छ 3 मा भएको 3 मा तान्ने। अनि मैले यसमा चाहिँ लार्जेस्ट भ्यालु चाहिँ 12 मा राख्ने। अनि हामीले यता के गर्ने त्यही, अनि लार्जेस्ट भ्यालु र स्मल भ्यालुको एउटा बीचमा रेखा तान्ने, जस्तो कि म तल सिकाउँछु है। अब हाम्रो स्मल भ्यालु यो छ, अब हाम्रो चाहिँ लार्जेस्ट भ्यालु यो छ। अब हामीले चाहिँ यो के मिलाउने, यहाँदेखि मिलाइदिने है बीचबाट। अनि हाम्रो Q1 भनेको कति छ 3 जस्ट, अनि यहाँ Q1 यहाँनिर भयो, जो मिडियन चाहिँ यहाँनिर भयो, अनि Q3 चाहिँ हाम्रो यहाँनिर भयो। अब हामीले योलाई के गर्ने यसरी मिलाइदिने, दुईटै मिलाइदिने है, बराबर हुनुपर्छ, स्केल गर्नु होला भनेको छु। यो भनेको चाहिँ अब हाम्रो एसएम भयो, यो भनेको Q1 भयो, यो भनेको चाहिँ एमडी अथवा Q2 पनि भनिन्छ यसलाई। यो चाहिँ भनेको चाहिँ Q3, यो भनेको चाहिँ एलएक्स भनेको चाहिँ लार्जेस्ट भ्यालु, केही होइन, मैले भनेको थिएँ नि त, यो सजिलो छ एकदम। र अब हामीले यसको रिजन दिनुपर्ने हुन्छ। अब हाम्रो चाहिँ यो कतातिर फर्केको छ भनेर, राइट छ कि लेफ्ट छ भने, हाम्रो चाहिँ यो अहिले यो राइटमा छ, किनभने यो अब मैले यता रिजन दिएको छु, राइट साइड उस्कर लामो छ। अब हाम्रो यो दायाँ साइडमा चाहिँ उस्कर लामो छ भन्यो कि, दायाँ साइडमा उस्कर लामो भएको कारणले हामीले चाहिँ जस्तो कि यो 12 भयो, अनि 12 अनि 9.7 ग्रेटर देन बढी छ, अनि 3.75 मैले जस्ताको तस्तै यस्तो लेखिदिएँ हैन। अब त्यो भ्यालुहरु, अनि लास्टमा चाहिँ हाम्रो रिजन के दिने भने यो त्यति आवश्यक छैन। अब यो त्यति आवश्यक छैन, हाम्रो मेन लास्टको रिजन भनेको यो हो है साथीहरु। यो एकदम महत्त्वपूर्ण लेखेको छु मैले। यो डिस्ट्रिब्युसन इज पोजिटिभ स्किप, यो पोजिटिभ भनेको चाहिँ सकारात्मक, अथवा यसलाई अर्को नाम के छ, यो राइट स्किड भनेर लेखिने। अनि यति गरेपछि तपाईहरु एक्जाममा 12 मार्क्स आउने सम्भावना बढी हुन्छ। र हस् साथीहरु, सबैले मेरो युट्युब च्यानललाई सब्स्क्राइब र लाइक कमेन्ट गरिदिनु होला। र म तपाईहरुको कमेन्ट अनुसार क्वेशन सोलुसन गर्ने समय मिलाएर यसै युट्युब च्यानल मार्फत अपलोड गर्ने छु भन्दै आज साथ सपोर्ट गर्नु होला भन्ने मैले अपेक्षाका साथ यो भिडियो इन्ड गर्न गएको छु। हस्त, धन्यवाद।